सो हेलो गाइज नमस्ते होइन अनि आफ्टर लङ टाइम पछि आज चाहिँ म भ्लग बनाउँदैछु होइन। यसो चट्टा लाएर आज चाहिँ हामी चाहिँ देउचोकतिर जान्छौँ होइन। साकेला जस्तै के भन्छ त्यस्तै नाच्छ होइन। गाइज मकै पाकेर उद्धामै छ फेरि हाम्रो गाउँतिर होइन। सो भाइले चाहिँ कल गऱ्यो मलाई कहाँ छ सिट आइज भने होइन। म चाहिँ सुवासेर घर जानेछु अनि त्यहाँ सुवासेर घर पुगेपछि हामी चाहिँ आमासँग लड्यो यार ननस्टप जानुपर्ने हुन्छ अनि वहाँ गएर के हुन्छ तपाईँले हेरिहाल्नुहुन्छ होइन। त्यही हो हेर्दै गर्नु होला। सो फाइनली गाइज होइन सुभाष भाइसँग पनि भेटसेट भयो अनि यसो जुगासँग अलिकति मिलाइयो। तिमीले चाहिँ के पुसेका जुगा मैले मिलाएको यसो यसो गर्छ नि यसो होइन। अनि हामी चाहिँ यसो हिँड्न अल्छी लाग्यो कि अलिक गर्मी भयो होइन। मायाकुडी पाहाडमा त यस्तो गर्मी छ तराईमा त झन् 40 डिग्री सेल्सियस भनेको जस्तो हानु मलाई बस्दै पसिना तर झर्छ। हाम्रोतिर झर्छ यत्रो पनि झर्दैन मलाई यसरी हामी हिँडिरहेको पनि झर्दैन होइन। तर घरि चाहिँ झर्छ है घरिको यहाँ पनि बौला घाम लाग्छ होइन। तर पाहाड हो हामी स्वर्गमा बसिरहेको छौँ त्यतिखेर हामी स्वर्गमा भएको अनुभूति गर्छौँ अनुभव गर्छौँ होइन। हो त्यही हो मसँग भएको मान्छेहरू यसो अक्सिजनहरू हावाहुरी यसो बतास लान मिल्छ भने प्लिज आउनु होला हाम्रो खचाउगढीतिर होइन। हामी तपाईँहरूलाई यसो हामीले के भन्छ उपहार स्वरूप तपाईँहरूलाई मायाका रूपमा तपाईँलाई मायाको चिनो होइन तपाईँहरूलाई दिन चाहन्छौँ। हाम्रो यो अक्सिजन यानि कि हावा होइन यताको हावापानी लानुहोस् तपाईँहरू लान सक्नुहुन्छ भनौँ। त्यही होइन हामी त्यसको खाएर अनि अल्छी लगाएर त रोटै हामी देउचौक जान्छौँ। कसैको गाडी पनि आउँदैन यार त्यही होइन अब हेर्दै गर्नु होला होइन के कस्तो आउँछ ब्लग होइन। या आज सपोर्ट गर्नुभयो तपाईँहरूले होइन। ल फाइनल गाइस हामी चाहिँ यतिखेर बखडा एप्स हान्नको लागि अब अरूको बखडा चोर्न गइरहेछौँ। भान्जा यो अलि यताको रातो दान टिप त यता उर्राकै इटी भाइ अब चाहिँ हामीले बखडा खानुपर्ने हुन्छ। ल एउटा खाली हेर्दा यो त रातो भएन यो त काँचो। ल ओ यता टिपन हो त यताका टिपन छिटो अहिले मान्छेले मार्छ मार्ला नि यताका टिपन ती रातो दुई तिनजना अहिले मान्छे देख्यो भने चाहिँ हामीलाई फेरि फाँडी हान्न सक्छ। त्यही भएर हामीले चाहिँ यो अगाडिको छिटो टिपेर खाएर जानुपर्ने हुन्छ। हामीलाई चाहिँ गर्मीको अनुमान नै भएको छैन क्या फेरि चाहिँ होइन। हामी चाहिँ यस्तो बखडा सघाएर हेर्छ आमा रातो पाएको रातो बजार त बवाल लागेको छ आज त मलाई छक्कै लाग्यो अचम्मै लाग्यो। पहिला यति धेरै मान्छे हुँदैन होइन आज त मान्छे त के हो यार बजार ल्याएर छ हाम्रो देउचौकमा पनि यार। ए हजुरआमा हिजो भ्लग बनाएर हुन्छ लु यता आउनु त हेर्नु त। अब चाहिँ मेला भर्न आएको होइन यहाँ चाहिँ डाइस भन्दा केही छैन डाइस यता फर्को डाइस उता फर्को डाइस होइन डाइस मात्र छ देश यहाँ अलिकति रमाइलो पनि छ होइन। हामीलाई यस्तो बोल आउँदैन लय आउँदैन नाच्ने आउँदैन होइन। हामी चाहिँ हेर्ने हो रमाइलो गर्ने इन्जोय गर्ने त्यही हो। कस्तो लाग्यो केटा तिम्रो डान्स बवाल जेसी हेरेर जानु पर्ला जस्तो कहाँ पुऱ्याबाट भन्नु। डान्स भनेको त यो हो अब हामीलाई नाच्न आउँदैन हामी हेर्दै बस्ने योभन्दा हाम्रो विकल्प केही छैन होइन। यसो हेर्ने देश रमाइलो इन्जोय छ चाहिँ हेर्नुहोस् होइन यताको वातावरण यस्तो छ आजको माहौल होइन। गोरेटरमा लागेको जति बजार आज हाम्रो देवनचोकमा लागेको छ होइन। ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ मान्छेहरू होइन डाइसहरू जति जे पनि सब टोटली सब गेमहरू छ यहाँनिर चाहिँ होइन। आमामा नकुरा गरौँ होइन बबाल छ हाम्रो देवनचोकमा रमझम हुँदैछ आज चाहिँ होइन। जस बबाल रमाइलो। अब हामी चाहिँ यहाँ बजार घरमा आएको होइन अलिकति भोक लागेको जस्तो भयो होइन। अब सुरुमा के खाने लिची त कि स्टार्ट छ होइन। अब जाउँ अब आउन खोर्सानी लिची यहाँ रहेछ लिची कस्तो छ आन्टी लिची कसरी हो यो खाने
120 रुपियाँ यसको झुप्पा आमा महँगो भएन फाइनल गाइस हैन यसको नाम चाहिँ के हो हैन यो चाहिँ मैले आज गिफ्ट पाएँ यानी कि सुमिरा भ्लग हैन होला फोटोसोट हान्यो फोटोसोट हान्यो हैन अब हामी चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ नि के छ दाइ यतातिर त्यस्तो अलिक रमझम छ हैन अब हामी चाहिँ घर जानुपर्ने घर भन्दा नि हामी जेसीबीले खर्ने ठाउँमा जानुपर्ने हुन्छ कहाँ पुरा के गरौँ होइन आमा बेलुन रहेछ नि गरेछ सोध्नुपर्ने हुन्छ बेलुनको प्राइस कति हो जुनको प्राइस कति हो भन्दैछ बेलुनको प्राइस कति हो भन्नुपर्ने हुन्छ धेरै रमझम रहेछ यहाँनिर आमा बेलुन दाइ कसरी हो बेलुन बेलुने बेलुन फाइनली गाइस हैन त्यही धेरै भ्लग चाहिँ गरियो नि हैन हामी चाहिँ एकदम व्यस्त रह्यो हैन हामी हैन केटा अरूले नाच्छ हेर्दा व्यस्त हुन्छ नि त नि हामी ननाच्छ नि म्याकुरीहरू नाच्छ हेर्दा हामी व्यस्त भयो म्याचको हैन अनि त्यही भएर हामी चाहिँ घरतिर जाँदैछौँ अब यसो घरतिर गएर एप्स हानेर यसो अनि भिडियो एडिटिङ लाग्यो भने एडिटिङ गरिन्छ नत्र सुतिन्छ त्यही हो हैन के भन्छ केटा जनता जान्न चाहन्छन् के भन्नु जनता जान्न कस्तो भयो त आजको यहाँको हाम्रो यो यायोग खा चण्डीनाथ सफलतापूर्वक भरि के भन्छ त्यसलाई देख्दै सुसम्पन्न भयो ल द्याट्स इट ब्रो हामी घरतिर लाग्यो होइन चस्मा लगाइदिनु पर्यो म होइन अनि यो चाहिँ यसको नाम के हो होइन मैले चाहिँ गिफ्ट पाएँ यानि कि सुमिरा राई यानि कि के भ्लग सुमिरा भ्लग भन्नेले चाहिँ एकदम सँगले मलाई त्यहाँ दिनुभयो होइन उतै बनाउँछ उनीहरूकै घर छेउतिर बनाउँछन् रे अनि त्यही भएर त्यो लैजाऊ भन्नुभयो अनि मैले चाहिँ हस् भन्ने र लाएर ल्याएँ क्या यसको नाम के हो यो झुन्याउने त्यही होइन अब हामी जानु पर्ने हुन्छ केटा उता पर्दै जाने कि रोड हेर्दा पनि एकचोटि जाउँ त रोड हेर न हाम्रो पर कहाँसम्म पुऱ्यायो त हाम्रो पहिलाको घर रे होइन बाटो कहाँसम्म पुऱ्यायो फेरि आउनु पर्ने हुन्छ होइन छैन हाम्रो गाउँतिर चाहिँ बखरा चोरियाहरू त बखरा चोरो बखरा चोरो फाइनली केटाहरूले बखरा चोरे यस्तो हरियो ल्याएको रहेछ हरियो चाहिँ के ल्याएको रातो ल्याउनु ल्याएको चोरेर ल्याएको भाइ हो त्यहाँ बस गाइस बखरा चोर्नु चाहिँ ल यसले चाहिँ होइन फेसबुकमा आयो युट्युबमा धेरै भयो भिडियो नहालेको अनि आज यसो जस्तो सुकै होस् होइन पेटै दुख्छ जस्तो सुकै होस् भनेर हामीले चाहिँ एउटा जस्तो त्यति राम्रो त भिडियो भएन होइन जे भए पनि हामीले यस्तै भए पनि भिडियो लानुपर्ने हुन्छ कोही चाहिँ आफ्नो ठाउँमा केटा नाच्नु सानो जान्छ नाच्नु न
लुलु नपाउनु च्यालेन्ज हान्ने मलाई अनिल तिमीहरू जस्तो होइन अब हामी घरतिर जानुपर्ने हुन्छ अनि भिडियो एडिटिङ गर्नुपर्ने हुन्छ फोटोसोटो होइन सब अपलोड गर्नुपर्ने हुन्छ होइन त्यही हो यसो हेरेर लाइक कमेन्ट सेयर ट्याङटुङ हानिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला होइन सकेसम्म होइन त्यही हो बाई बाई